अब यहाँ सुँगुरलाई चारो दिन आँटेको यस्तो छ। बुढियाले तयार गर्दैछ, दुईटा सुँगुर पालेको छ हैन। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। सुँगुर चाहिँ पर अहिले खोरसम्मै पुगिन्छ। चारो अब यस्तो छ, मिठो छ सुँगुरलाई चारो पनि। यो भुसङे त्यो उसिनेर चाहिँ बनाएको चारो छ। पर दिएको छैन, अघि दिउँसो मैले दिएको छुइनँ। अब अरू कुरा त त्यस्तै हो हैन। यसो युट्युब च्यानललाई, मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु पर्यो साथीहरू। अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु पर्यो भिडियो मन पर्यो भने चाहिँ है। यो खै कुन बोक्नु ल ल। अब चारो दिनु गयो खोरतिर। यस्तो छ, निकै टाढो छ त खोर पनि। अब बुढियाले रोपेको लसुन यस्तो छ हैन। यो लसुनै हो यो। ल जाऊ। यहाँनिर हिजो खनेर मलसल हालेर रायो रोप्ने कार्यक्रम भएको छ। साग अब मर्छ नि, अब मल पुगेन, पानी पुगेन। अब यस्तो छ ल। यस्तो छ है। बुढियाले चाहिँ चारो ल्याउँदैछ। अब खोरतिर गइँदैछ। सुँगुर खोर पर छ, सुन्तला घारी छ। यस्तो छ। बुढियालाई छोडेर गयो भने रिसाउँछ। अब के गर्नु, छोडेको होइन नि त। अब तिमी ढिलो हिँडेको, म अगाडि छिटो हिँड्दाखेरि तिमी पछाडि परेको मात्र हो क्या। सुँगुर खोरी ल। ए अब ठेट के अरे यो एकदम चाहिँ लोकल सुँगुर हो यो चाहिँ। चारोको व्यवस्था हुनेछ। कति खाए छ नि, अलिअलि खाएन नि। यो दिउँसो मैले झाडु खालेर हालिदिएको। एउटा बुच्चा एउटा बोनी, मेल र फिमेल एउटा एउटा है। यो खोर चाहिँ अब यस्तै छ। यो चाहिँ सुन्तला। चारो हाल्ने तरिका है, लुगामा उछिटेर लाग्ला होइन त। यस्तो छ चारो, मेल एन्ड फिमेल, बुच्चा र भुनी है यो चाहिँ। ल ल सुँगुर यस्तो छ। यो चाहिँ अब यस्तो छ, बगान छ सुन्तलाको। यो चाहिँ अब दिउँसो दिइनँ क्या मैले, त्यत्तिकै। तिमी आएर दिन्छ होला भनेर छोडिदिएँ। सुँगुर खोर चाहिँ अलिक कमसल छ क्या। अलिक गतिलो चाहिँ छैन सुँगुर खोर। थाम्छ भनेर मात्र हुँदैन नि। अब सुँगुर यस्तो छ। लु जाउँ, भयो नि त छैन। किन खाइसकिन्जेलसम्म बस्ने हामी। ए ल खानु त त्यो डराउँछ क्या। एउटा चाहिँ लजालु छ अलिक चारो खानु। ऊ त्यो मोटो, ऊ यो पल्लो छेउको चाहिँ लजालु छैन, मजाले खान्छ। अलिक मोटो बलियो छ। यताको चाहिँ लजालु पनि छ, अलिक डर्सेर पनि छ। हेऱ्यो भने ऊ खाँदैन ऊ। अनि त्यही भएर उसको ज्यान पनि अलिक पातलो, अलिक कम मोटो छ। डराउँछ, लजाउँछ क्या मान्छे। यो दिउँसो चाहिँ मैले यो झार चाहिँ उखालेर हालिदिएको यसलाई। ऊ यस्तो छ लजालु। अब यहाँबाट के सिकिन्छ भन्दाखेरि चाहिँ लजालु र डराउँदाखेरि चाहिँ ऊ अर्को मोटाउँछ। ऊ डराउनु लजाउनु हुँदैन खानेकुरामा। ल हामी जाने अब है। लु भाँडासाँडा बोक। ल चाहिँ यस्तो छ है। सुन्तला छ धेरै। सुन्तला यो सुन्तला बनाउनु
लामो हुँदैन त्यो ल अब चाहिँ लाग्यो फर्केर आउने हेर्नुपर्छ के पछाडि पाकिस्तानतिर होइन अब यस्तो छ यो बुढिया छोडेर गयो भनेर रिसाउँछ के किन गर्नु छोड्नुहुन्छ र खाली मलाई चाहिँ रिसाएर हुँदैन नि त, छिटो हिँड्नु पर्यो हिँड्नु छिटो खाने पैसा छ यहाँ हिजो खनेर यो चाहिँ साग र मुला रोप्नको लागि रेडी रोपि नै सकेको हो। त्यो साग छ छरिसकेको सागै छरिसकेको रोपेको होइन छरेको बिचरा उ हेर्नु न पानी हाल्नु पर्दैन पानी अब हाल्ने त खै भनेको त मलाई भनेन तपाईँ पानी हाल्नु अहिले नखानु खोर्सानी खुर्सानी नै छैन खोर्सानी छ नि तर अलिक गतिलो रहेन रहेछ नसप्रेको परेछ इस्कुस हेर्नु कति धेरै छ ल ल अब इस्कुस सिस्कुस नहेरौँ है रात पऱ्यो उयो गट्टा खाने बट्टा खैको नि त ल यस्तो छ यो मलाई थम्जाउँ ल तपाईँले गर्दा हो ल ल थन्क्यौ ल च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू यहाँ देखाउनु लोकल प्योर लोकल हाम्रोमा यस्तो पनि छ भिडियो प्योर लोकल नै छ यो लोकल त यो अब प्योर लोकल च्याकिने ल ल अब युट्युब च्यानल सुरु गरिएको छ साथीहरू एउटा मलाई फोटो खिचिदिनु न अब चाहिँ च्यानल सब्सक्राइब गरिदिनु होला अनि भिडियो यो कन्टेन्ट मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला हेर्नु कस्तो लाग्छ फिडब्याक पनि दिनु होला है लु थन्क्यौ लु रात पऱ्यो लु ल ल साथीहरू बाई बाई